स्वागत छ तपाईलाई नेपाली अडियो पुस्तकमा। हामी अघि बढ्दैछौँ द 48 लज अफ पावरको चौथो भागमा। अघिल्ला भागहरूमा हामीले सिक्यौँ कसरी मौनता, ध्यान, सन्तुलन र आत्मनियन्त्रणले शक्ति निर्माण गर्छ। आज हामी सिक्नेछौँ ल 16 देखि ल 21, जहाँ हामी बुझ्नेछौँ उपस्थितिको अभावको शक्ति, लडाईँको रणनीति र आफ्नो सोच अरूमा मिलाउने कला। तयार हुनुहोस्, अब हामी प्रवेश गर्दैछौँ गहिरो मानसिक शक्ति र रणनैतिक बुद्धिमानीको संसारमा। सुरु गरौँ 16औं नियमबाट। ल 16, कहिलेकाहीँ टाढा रह ताकि तिम्रो मूल्य बढोस्। उपस्थिति मिठो हुन्छ, तर के तपाईलाई थाहा छ, धेरै उपस्थितिले तपाईको मूल्य घटाउँछ। यो मानव स्वभाव हो, मानिसले सधैँ त्यही चिज चाहन्छ जुन दुर्लभ हुन्छ। यसलाई बुझ्न नेपोलियनको दरबारको एउटा घटना हेरौँ। त्यहाँ एकजना जेनरल थिए जो सधैँ दरबारमा उपस्थित रहन्थे। उनी राजाको अगाडि बारम्बार देखिन थालेपछि बिस्तारै उनको महत्त्व घट्दै गएको थियो। उनी सामान्य लाग्न थालेका थिए। एक दिन उनले दरबारबाट केही समय टाढा बस्ने निर्णय गरे। जब उनी फर्किए, सबैले उनलाई एउटा नयाँ नजरले हेरे। उनको अनुपस्थितिले उनको महत्त्वलाई फेरि स्थापित गरिदिएको थियो। यसको सन्देश स्पष्ट छ, कहिलेकाहीँ आफूलाई पछाडि हटाउनुहोस् ताकि तपाईको मूल्य र सम्मान दुवै बढोस्। याद राख्नुहोस्, अनुपस्थितिले एक प्रकारको रहस्य जन्माउँछ र त्यही रहस्यले शक्तिलाई आकर्षित गर्छ। अब लागौँ 17औं नियमतर्फ। ल 17, अरूमा डर र आदर दुवै सृजना गर। शक्ति कायम राख्न के चाहिन्छ? केवल प्रेम वा केवल डर? सत्य यो हो, कुनै एकले मात्र शक्ति दिगो बनाउन सक्दैन। साँचो शक्ति त्यहाँ हुन्छ जहाँ आदर र डर सँगसँगै रहन्छन्। आइभन द टेरिबल नामले चिनिने रुसी शासक यसका एक शक्तिशाली उदाहरण हुन्। उनले आफ्नो शासनमा अनुशासन र भय दुवैको प्रयोग गरे, जसले उनको नियन्त्रणलाई निकै दृढ बनायो। तर उनले यो पनि बुझेका थिए कि असीमित भयले विद्रोह जन्माउँछ। त्यसैले उनले सीमित भय मात्र प्रयोग गरे ताकि जनताले उनको अनुशासनलाई आदरको रूपमा बुझुन्, आतंकको रूपमा होइन। यसबाट सिक्नुपर्ने कुरा हो, शक्ति तब मात्र पूर्ण हुन्छ जब मानिसहरू तपाईलाई प्रेम पनि गर्छन् र केही हदसम्म डराउँछन् पनि। डरले सीमा बनाउँछ भने आदरले स्थायित्व दिन्छ। अब 18औं नियम। ल 18, सुरक्षा पर्खालभित्र खोज्नु हुँदैन, संसारसम्म सम्पर्कमा रह। धेरै मानिस शक्ति पाएपछि आफूलाई संसारबाट टाढा राख्न खोज्छन्, एउटा किल्ला बनाएर बस्न खोज्छन्। तर के एकान्तता साँच्चै सुरक्षा हो? होइन, एकान्तताले सुरक्षा होइन, कमजोरी ल्याउँछ। सम्राट किन सी हुआङले चीनमा आफ्नो साम्राज्य बचाउन ठूलो पर्खाल बनाए, द ग्रेट वाल। उनलाई लाग्यो यो पर्खालले उनलाई बाहिरी शत्रुबाट बचाउनेछ। तर अन्ततः पर्खालभित्रकै असन्तुष्टि र सूचनाको अभाव उनका लागि विनाशकारी बन्यो। यसको टेकअवे यो हो कि सुरक्षा पर्खालले होइन, सम्बन्धले आउँछ। आफूलाई कहिले अलग नगर्नुहोस्। जानकारी, सम्बन्ध र पहुँच नै तपाईको वास्तविक सुरक्षा कवच हुन्। अब चर्चा गरौँ 19औं नियमको। ल 19, गलत व्यक्तिसँग झगडा नगर, तिनीहरूको स्वभाव बुझ। हरेक मानिस फरक हुन्छ, सबैको स्वभाव अलग हुन्छ। कोही निकै घमण्डी हुन्छन्, कोही संवेदनशील, त कोही बदलाको भावना राख्ने। यदि तपाईँ सबैसँग एउटै व्यवहार गर्नुहुन्छ भने तपाईले थाहै नपाई अनावश्यक शत्रुहरू बनाउनुहुन्छ। क्वीन एलिजाबेथ I यस कलामा निपुण थिइन्। उनले आफ्नो दरबारका हरेक सदस्यको स्वभाव बुझ्थिन्। कसलाई कस्तो बोली चाहिन्छ, कसलाई सम्मान दिनुपर्छ र कसलाई दूरीमा राख्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा थियो। यही समझदारीले उनलाई लामो समयसम्म शक्ति र स्थिरता दियो। त्यसैले मान्छेलाई बुझेर मात्र व्यवहार गर्नुहोस्। गलत व्यक्तिसँगको अनावश्यक झगडाले तपाईको शक्ति मात्र खेर फाल्छ। अब 20औं नियम। ल 20, कसैसँग पनि पूर्ण रूपमा नजोडिनुहोस्, तटस्थ रहनुहोस्। शक्तिको खेलमा कुनै एक पक्षप्रतिको पूर्ण वफादारी खतरनाक हुन सक्छ। जब तपाईँ एक पक्षसँग पूर्ण रूपमा जोडिनुहुन्छ, अर्को पक्ष स्वतः तपाईको शत्रु बन्छ। कार्डिनल रिचिलियो, जो फ्रान्सका एक शक्तिशाली व्यक्ति थिए, उनले यही नीतिको प्रयोग गरे। उनी तटस्थ रहेर सबै पक्षबाट लाभ लिन्थे। यसले उनलाई सबैको सल्लाहकार बनायो, तर कसैको दास बनाएन। उनी स्वतन्त्र थिए आफ्नो निर्णय लिन। यसको अर्थ यो हो कि तटस्थता तपाईको सबैभन्दा ठूलो ढाल हो। सबैसँग सन्तुलनमा रहनुहोस्, तर कसैसँग पनि
पूर्ण रूपमा नजोडिनुहोस्। र आजको अन्तिम नियम, 21औं नियम, मूर्ख झैँ व्यवहार गर ताकि अरूको सोच बुझ्न सकियोस्। कहिलेकाहीँ आफूलाई कमजोर वा कम जानकार देखाउनु नै सबैभन्दा ठूलो बुद्धिमानी हुन्छ। जब तपाईँ आफूलाई धेरै चलाक देखाउनुहुन्छ, अरू मान्छेहरू सतर्क हुन्छन् र आफ्नो मनको कुरा लुकाउँछन्। तर जब तपाईँ अलि मूर्ख वा सोझो झैँ देखिनुहुन्छ, मानिसहरू खुलेर बोल्छन्। उनीहरूलाई लाग्छ कि तपाईँ उनीहरूको कुरा बुझ्नुहुन्न। ट्यालिरान्ड, एक प्रसिद्ध फ्रेन्च कूटनीतिज्ञ, सधैँ आफूलाई सरल र सोझो देखाउँथे, तर भित्रभित्रै उनले सबैको रणनीति र मनसाय पढिरहेका हुन्थे। यसबाट के सिक्न सकिन्छ भने कहिलेकाहीँ मूर्ख बन्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हुन सक्छ। मानिसलाई आफूभन्दा स्मार्ट महसुस गराउन दिनुहोस्, त्यसपछि उनीहरूले आफ्ना रहस्यहरू आफै खुल्नेछन्। यी थिए द 48 लज अफ पावरका ल 16 देखि ल 21। आज हामीले सिक्यौं कहिले उपस्थित रहनुपर्छ र कहिले टाढा हुनुपर्छ, कसरी डर र आदरलाई सन्तुलनमा राख्नुपर्छ र कहिलेकाहीँ मूर्ख झैँ बन्ने बुद्धिमानी किन अपनाउनुपर्छ। अर्को भागमा हामी ल 22 देखि ल 30 सम्म सिक्नेछौँ, जहाँ छल, भ्रम र प्रभावको मनोविज्ञानबारे गहिरो चर्चा हुनेछ। धन्यवाद, तपाईँ सुनिरहनु भएको थियो नेपाली अडियो पुस्तक।